जयबसी बहिनी सन्चै हुनुहुन्छ? होइन बहिनी, आज साथीहरूसँग यसो घुम्दै आएको थिएँ अनि तपाईँको कोठा पनि नजिक पर्यो अनि बाटोमा परेको कारणले त भेटेर जाउँ। अनि अस्तिको हप्ता पनि सङ्गत्याउनु भएको थिएन अनि के कस्तो के भएको रहेछ र सोध्नुहोस् पनि हुन्छ, तपाईँलाई भेटघाट पनि हुन्छ, त्यो भेट्नको लागि आएको। धेरै खुसी लाग्यो प्रभुलाई धन्यवाद होस्। अनि तपाईँको साँच्चै अस्तिको हप्ता किन नआउनु भएको चर्चमा? अनि साँच्चै बहिनी अस्तिको हप्ता पास्टर बुवाले तपाईँलाई के भन्नुभएको थियो र के भएको थियो र? मलाई पास्टर बुवासँग अलिकति कुराकानी भएको थियो तपाईँको बारेमा। अस्ति पास्टर बुवाले तपाईँलाई गाली गर्नुभयो अरे, तपाईँलाई पार्कमा खोइ कोसँग भेटेको भन्दै हुनुहुन्थ्यो अनि जनहरूले पनि अलिकति तपाईँलाई के गर्यो भन्ने कुरा गर्दै थियो। त्यो कुरा निराश भएर नआउनु भएको त होइन नि? म आफैले नै पश्चाताप गरेर चर्च पनि गएको थिएँ, मण्डलीमा पनि गएर म क्षमा चाहन्छु भन्न चाहेको थिएँ, तर मण्डली परिवारहरूले मलाई क्षमा गर्नुको सट्टा झन् धेरै गाली गर्नुभयो, नराम्रो शब्दहरू युज गर्नुभयो। त्यही भएर मलाई चर्च जानु पनि मन लागेन। होइन बहिनी, अब पास्टर बुवा पनि मान्छे नै हो अनि कतिपय समयमा पास्टर बुवाको पनि आवेगमा आएर तपाईँलाई केही भन्नुभयो होला। अनि यसको लागि चाहिँ म तपाईँलाई पास्टर बुवाको तर्फबाट, मण्डलीको तर्फबाट अनि क्वायर ग्रुपको भाइ बहिनीको तर्फबाट म तपाईँसँग क्षमा माग्न चाहन्छु। अनि साँच्चै बहिनी हामीले कतिपय समयमा अनि पास्टर बुवाले के भन्नुहुन्छ होला, के गर्नुहुन्छ होला भनेर हाम्रो जीवनमा चलाउने होइन कि, तर हामीले चाहिँ हाम्रो जीवनमा चाहिँ यसो क्रुसलाई हेरेर जिउनुपर्छ। अनि मान्छे नै हो, गल्ती हुन्छ, मान्छेबाट गल्ती भइहाल्छ, कति कुरा नजानेर जानेर अनि आवेगमा आएर त्यो कुराहरू भने पठाउँछौँ होला, तर ती कुराले चाहिँ होइन। तर हामीले चाहिँ आफ्नो जीवनको लक्ष्य भनेको चाहिँ क्रुसलाई बनाउनु पर्छ। हामीले कहिले पनि निराश गर्नु हुँदैन। अनि यसुलाई पनि हेर्ने हो भने उहाँलाई पनि धेरै मान्छेले गिल्ला गरे, थुकाइ गरे अनि क्रुस बोक्नुभयो, त्यतिखेर कति मान्छेले बेइज्जती गर्यो, तर उहाँले कहिले पनि छाड्नु भएन। उहाँको आफ्नो लक्ष्य, आफ्नो गन्तव्यलाई कहिले पनि छाड्नु भएन। यदि उहाँले त्यो छाड्नु भएको भए आज हामीले साँचो परमेश्वरलाई उद्धार अनि मुक्तिदाताले हामीले ग्रहण गर्ने थिएनौँ। त्यसरी नै अनि तपाईँलाई पनि पास्टर बुवाले के भन्नुभयो होला, त्यसको लागि म तपाईँसँग फेरि पनि क्षमा माग्न चाहन्छु। अनि अर्को हप्तादेखि सङ्गति आउनु होला, त्यसरी आफूलाई निराशमा पारेर अनि असङ्गति आउनै छोड्ने अनि त्यो चाहिँ नगर्नु होला, किनभने सिद्धैमा पाएको मुक्ति तपाईँले आफूसँग जुन परमेश्वरको जुन विश्वास छ त्यो कुरा चाहिँ तपाईँले कायम राख्नु होला। दाइ, मैले त ठुलो गल्ती गरेको छु, साँच्चै नै प्रभुलाई धन्यवाद होस् दाइ। तपाईँ यहाँ आउनुभयो, मेरो आत्मिक ज्ञानहरू तपाईँले खोलिदिनु भयो। अबदेखिमा त्यो मान्छेले के भन्यो के गर्यो भने त्यो कुरा चाहिँ नहेर्नु। अनि मान्छेहरूले भनिरहन्छ त्यो उनीहरू आफ्नो ठाउँमा, तर तपाईँले परमेश्वरमा क्षमा मागेर आउनु भएको छ भने परमेश्वरले क्षमा दिनुहुन्छ। क्षमा दिनु त परमेश्वरले हो नि, मान्छेले त होइन नि। हामीले परमेश्वरलाई विश्वास गरेको हो अनि उहाँले क्षमा दिनुहुन्छ। क्षमा आउनुहोस्, म पास्टर बुवासँग फेरि पनि कुरा गर्छु अनि त्यो वातावरणहरू सृजना गर्नेछु। अनि आउनुहोस्, तपाईँ मण्डलीमा निरन्तर आउनुहोस्, तपाईँले फेरि पनि त्यही पहिलाको जीवन जिउनलाई तपाईँ सक्नुहुन्छ। तपाईँसँग कति धेरै खुबीहरू छ, फेरि पनि त्यही जवानहरूलाई अगुवाई गर्न सक्नुहुन्छ। तपाईँ आउनुहोस् बहिनी। हुन्छ, म अहिले ढिलो पनि भयो अनि म जान्छु अहिलेको लागि। अनि आउँदै होइन बहिनी, साथीहरू बाहिर पर्खिरहेको छ, म जान्छु बहिनी। हस्, जयबसी बहिनी, म जान्छु है बहिनी, राम्रोसँग बस्नु होला। म हस् बहिनी, जान्छु। हेलो हेलो, हजुर, ढोका को हुनुहुन्छ? ढोका खुलाइस, आउनुहोस् न। जयबसी पास्टर बुवा। जयबसी भाइ हुनुहुँदो रहेछ। हजुर, आउनुहोस् न, यहाँ बस्नु न। त्यही धन्यवाद।
भाइ अनि कस्तो हुनुहुन्छ सबै ठिकै छ पास्टर बुवा अनि घरतिर घर परिवार सबै सन्चै हुनुहुन्छ सबै ठिकै छ अनि हजुरको सुनाउनु म सन्चै छु म पनि सेवाकै एकदम व्यस्त छु त्यस कारणले गर्दाखेरि अब अलिकति काम भनेको त्यस्तै होइन तर सेवाकै व्यस्त छु भाइ अनि हजुर परिवार सबै सन्चै हुन्छ नि सबै ठिकै छ अनि हजुरको परिवारहरू हजुर म सबै सन्चै छु हाम्रो मेरो परिवार पनि अनि हजुरलाई म के सेवा गर्न सक्छु होला भन्नुहोस् होइन यस्तै घुम्दै आएको थिएँ तपाईँकोमा नजिक पऱ्यो अनि बाटो परेको कारणले त धन्यवाद तपाईँ आइदिनु भएको लागि अनि पास्टर बुवा हजुर भन्नुहोस् न अस्ति म एस्तरकोमा गएको थिएँ हजुर अनि एस्तरको बारेमा यो त एस्तरसँग कुरा हुँदै थियो ज्यू अनि अस्ति उहाँ पनि सङ्गति आउनु भएन छ एस्तरको बारेमा एस्तर अस्ति त्यो हाम्रो बहिनीलाई मैले भेटाएको थिएँ नसिब सुषमा कार्यक्रम समयमा त्यति बेला उहाँ एस्तर बहिनी चाहिँ एउटा अन्य जातिसँग बसिराख्नु भएको रहेछ अनि जुन काम चाहिँ मलाई ठिक लागेन जसको कारणले गर्दाखेरि अनि म उहाँले सम्झाएको थिएँ उहाँले अलिकति कराएको पनि थिएँ किनभने एउटा क्वेयर ग्रुपको लिडर भएको हैसियतको कारणले गर्दाखेरि उहाँ एउटा नमुना बन्नुपर्छ जसको कारणले गर्दाखेरि उहाँको व्यवहारप्रति मलाई अलिकति खल्लो भएको कारणले गर्दाखेरि उहाँलाई अलिकति कराएको थिएँ अनि उसलाई अलिकति सम्झाएको थिएँ त्यही कुरा भएको थियो अस्ति एस्तरसँग पनि अनि फेरि उहाँ छ महिनाको लागि चर्चमा पनि आउनु भएको रहेछ हजुर अनि त्यतिखेर पनि अलिकति क्वायर ग्रुपको साथीहरूले भाइ बहिनीहरूले के गर्ने खै के भन्ने उसको अलिकति मन दुखेको रहेछ अनि हजुरले पनि केही भन्नुभएको थियो कि कुनै होइन त्यो चाहिँ यसरी अब किन म पनि अलिकति जब हामी विश्वासी जातिहरू विश्वाससँग हेर्दाखेरि मन दुख्छ आफू रिस पनि उठ्छ सायद त्यो रिसको आवेगमा आएर मैले यस्तो बहिनीले मैले के भने होला म सरी भन्न चाहन्छु यो बारेमा होइन तर मैले राम्रो कामको लागि मैले उसलाई सम्झाएको थिएँ सायद मेरो भनाइमा अलिकति के भाषा मिलेन होला जो प्रति म आफै म सरी भन्न चाहन्छु यो बारेमा त्यही कुरामा भइरहेको थियो अनि अस्ति अस्तरकोमा पस्दाखेरि अनि त्यही कुरा भएको थियो त्यही कारणले गर्दा उसको मन दुखेको रहेछ अनि क्षमा माग्नको लागि मण्डलीसँग पनि आउनुभएको रहेछ तर फेरि त्यही कुराले गर्दाखेरि सङ्गति नबसिकन मन दुखेर अनि जानुभएको रहेछ अनि त्यही कुरा भएको थियो अनि नेक्स्ट विक आउँछु भन्दै हुनुहुन्छ अब आउने आइतबार अनि त्यतिखेर हामीले उहाँलाई अलिकति केही सहायता गर्नुपर्छ होला किन मान्छे हो कतिपय समयमा गल्ती हुन्छ उसको पनि केही कुरा होला हामीले अर्को कुरा भन्न खोज्दाखेरि अर्को कुरा भयो होला अनि उसले अलिकति मिसअन्डरस्ट्यान्डिङ भयो होला ठिकै छ तर अर्कोचोटि आउँदाखेरि हामीले यसरी अनि उसलाई त्यो खालको इन्भाइरोमेन्ट क्रिएट गरौँ न हामी सबैजना मिलेर त्यो राम्रो कुरा भाइ चाहिँ फुटबलबाट विषय लिएर आउनुभयो त्यो राम्रो कुरा होइन त्यस कारण एउटा सानो कुरा भन्न चाहन्छु एउटा बाइबल के छैन अविश्वासीहरूसँग एउटा हलोमा नजुत्यो होइन त्यस कारणले हामीले हाम्रो मण्डलीको अगुवा अरू विश्वासी मात्रै नभएर मण्डलीको अगुवा एउटा कोही लिडर भएको हैसियतको कारणले गर्दा चाहिँ एउटा नमुना बन्नुपर्छ जसको कारणले गर्दाखेरि हामीले एकअर्कालाई कसरी उठाउनु पर्ने भन्ने बारेमा हामी आफै नै त्यो खालको एउटा बाटो हिँड्यो भने राम्रो गवाई बन्दैन जसको कारणले एउटा एज ए पास्ट भएको हैसियतले हाम्रो बहिनी एस्टरलाई मैले सम्झाएको थिएँ सायद पनि त्यो सम्झाउँदाखेरि उहाँले बुझ्न सक्नु भएन मैले सम्झाउने कुरामा मेरो के कमी भयो होला यसमा सरी भन्न चाहन्छु तर तपाईँले फेरि त्यो बहिनीको बारेमा जुन विषय लिएर आउनुभयो यो राम्रो कुरा हो फेरि चर्चमा फर्किनको लागि जुन बाटो तय पार्नु हुन्छ यो अति खुसीको कुरा हो हुन्छ पास्टर बुवा अर्कोचोटि आउँदाखेरि हामीले उसलाई अलिकति त्यो खालको खुल्लापन त्यो आत्मीयता देखाउँ ताकि फेरि पनि पछि हटेको आत्मालाई फेरि पनि हामी अगाडि बढाउन सक्छौँ अनि ल हुन्छ पास्टर बुवा अहिले हामी लाग्छौँ म लाग्छु ल धन्यवाद भाइ ल हुन्छ पास्टर बुवा धेरै धेरै धन्यवाद तपाईँको व्यस्तताको समय मलाई दिनुभयो हुन्छ फेरि आउँदै गर्नुहोस् न हजुरको लागि यो ढोका एकदम खुला छ है एकदम डरीबाट खुला छ धन्यवाद है धन्यवाद जय मसी भाइ बहिनीहरू जय मसी सबैजनालाई आउनु हिँडाएर माग्नु पर्दैन बस्नु न जय मसी भाइ बहिनीहरू जय मसी कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ बस्नु न बस्नु किन उभिरहनु भएको हामी सबैजना सन्चै छौँ अस्तिको हप्ता म आएको थिएन के भएको र भाइ बहिनीहरू अस्तिको हप्ता एस्टर दिदी आउनु भएको थियो सङ्गति पनि नबसिकन जानु भएछ
तपाईँलाई हामीले चित्त दुख्ने कुराहरू केही भनेका छौँ भने दिदी हामी तपाईँलाई क्षमा माग्नेछौँ। हुन्छ। अस्ति अब आउनुभएको थियो दिदी, हामीबाट भुल गल्ती भएर नै होला सायद उहाँ चाहिँ सङ्गति पनि नबसेर जानुभएछ र अब हामी आउँदो दिनहरूमा सबैजना एकजुट भएर यसरी नै पहिला जस्तो हामी एकतामा थियौँ त्यसरी नै एकतामा रहेर फेरि मण्डलीमा प्रभुको महिमा गर्दै अगाडि बढ्नेछौँ र हामी एकअर्काको निम्ति प्रार्थना गर्दै एकअर्काले क्षमा दिँदै हामी प्रभुमा अगाडि बढ्दै जानेछौँ। अनि बहिनीले साह्रै मन दुखाउँदै हुनुहुन्थ्यो तपाईँहरूसँग भएको कुराले गर्दाखेरि, उहाँसँग चाहिँ नआउने कुरा गर्दै हुनुहुन्थ्यो। अनि उहाँ आउन पाइनँ। अब मान्छेहरूबाट गल्ती नै हुन्छ। अब त्यो कुरालाई चाहिँ हामीले परमेश्वरमा सम्झेर परमेश्वरमा रहेर एक्लै अर्कालाई क्षमा दिएर अघि बढ्दै जानुपर्छ हत्यामाला गर्दै। अनि परमेश्वरले नै भन्नु, येशू ख्रीष्टले भन्नुभएको छ। अनि क्षमा दिने कुरामा पनि हामीले क्षमा लिने मात्रै होइन, दिने पनि गर्नुपर्छ। अनि दुवैजना मिलेर त्यो कुराहरूलाई एक्लै उहाँले मन दुखाउँदै हुनुहुन्थ्यो। अनि त्यो कुराहरूलाई बिर्सेर अब परमेश्वरमा हामी सबै मिलेर अघि बढ्नुपर्छ। अनि उहाँले आफ्नो गल्तीलाई स्वीकारिसक्नु भएको छ। अनि उहाँले मण्डली परिवारसँग क्षमा माग्छु भन्दै पनि हुनुहुन्छ। अनि अबदेखि चाहिँ अनि फेरि पनि त्यो पहिलाको जस्तै भएर अनि एकतामा रहेर अनि त्यही पहिलाको जस्तै जोसमा रहेर हामी अघि बढ्नुपर्छ। ल हुन्छ भाइ बहिनीहरू, हामी आशिषको भागमा आएका छौँ र यतिखेर हाम्रो एस्तर दिदीले यो समय माग्नु भएको छ र म उहाँलाई दिन चाहन्छु र सबैले ताली बजाएर उहाँलाई स्वागत गर्नेछु। जयमसी सम्पूर्ण परिवार मण्डलीलाई म एस्तरको तर्फबाट विशेष गरेर आज म यहाँ उपस्थित भएको छु क्षमाको लागि। तपाईँहरूले क्षमा दिनुहुनेछ भनेर, किनकि विगतका दिनहरूमा मैले जानी नजानी मैले गल्ती गरेको छु। मैले सोच्थेँ यहाँ कोही पनि परदेशमा कसैले पनि देख्नुहुन्न भनेर, तर म त गल्ती रहेछु। प्रभुले मलाई देखाउनु भयो मैले के गर्न गइरहेको छु, गलत बाटोहरू मलाई देखाइदिनु भयो। म आज रियलाइज गरेर म फेरि पनि मण्डलीको अगाडि क्षमा माग्न आइरहेको छु। आशा छ भाइ बहिनी सबैजनाले मलाई क्षमा दिनुहुनेछ। म विश्वास गर्दछु प्रभुले मलाई क्षमा दिइसक्नु भएको छ र आशा पनि गर्दछु भाइ बहिनीहरूले पनि मलाई क्षमा दिनुहुनेछ भनेर। विगतका दिनहरूमा मैले जे जति गल्ती गरेँ त्यसको लागि म धेरै धेरै सरी माग्न चाहन्छु र आउने दिनहरूमा म आफूलाई नै प्रभुको अगाडि हुँदा टेकेर क्षमा मागेर पनि म आफ्नो गल्तीहरू रियलाइज गरेर म सही बाटो हिँड्नेको लागि कोसिस गर्नेछु र तपाईँहरूले पनि मलाई साथ दिनुहुनेछ भनेर म विश्वास गर्दछु। हस् त, यति भन्दै सबैजनासँग बिदा माग्न चाहन्छु। यदि तपाईँहरूको मण्डलीमा र व्यक्तिगत जीवनमा पनि यदि यस्ता समस्याहरू छन् भने एक्लै अर्कालाई क्षमा गरेर परमेश्वरमा अघि बढ्नुहोस्।